So hello guys, welcome back to my YouTube channel The Experiment Zone and it is me Sabin खड्का र मसँग यहाँ देख्न सक्नुहुन्छ यहाँ खरबुजा छ यानी कि इंग्लिशमा वाटरमेलन नेपालीमा खरबुजा अच्छा अनि यहाँ चाहिँ टन्ने रबर ब्यान्ड्सहरु छ यहाँ चाहिँ लगभग हाम्रो रबर ब्यान्ड चाहिँ लगभग यहाँ चाहिँ 1000 भन्दा पनि बढी नै छ हैन यो चाहिँ लगभग हामीले आधी केजी रबर ब्यान्ड किनेर लिएर आएको हो अनि यो रबर ब्यान्डले चाहिँ आज हामी के गर्छौं भन्दाखेरि यो रबर ब्यान्ड चाहिँ यसरी खरबुजामा हालेर यसलाई कतिवटा रबर ब्यान्डले चाहिँ क्र्याश गर्छ भन्न हामी एक्सपेरिमेन्ट गर्न जाँदै छौं अब हामी चाहिँ यो रबर ब्यान्डलाई चाहिँ यसरी एक एक गर्दै काउन्ट गर्दै यसरी हाल्छौं र कतिवटा सम्मले चाहिँ यसले क्र्याश गर्छ त्यो चाहिँ हामी हेर्छौं सो मलाई चाहिँ हेल्प गर्न आउँदै हुनुहुन्छ हाम्रो सरला जी उहाँ पनि यहाँ आउनुस् बस्नुस् अनि हामी अब एकजनाले मात्र गर्न त गाह्रो हुन्छ नि त यो एकजनाले गर्न त अलि धेरै समय लाग्न सक्छ सो दुई जना भयो भने चाहिँ झ्याप झ्याप हालेर गर्न सजिलो हुन्छ सो अब चाहिँ हामी ढिला नगरिकन यो काम सुरु गर्छौं लेट्स गो ल अब हाल्नुस् हजुर नि यहाँ टक्क लाएर गन्दै हाल्ने एक दुई दुईटा भयो दुईटा भयो पाँचवटा हो दुईटा पाँचवटा भनेपछि 6-7 वटा भयो यो चाहिँ हामीले कचौरो चाहिँ किन राखेको भन्दाखेरि फेरि यो यतिकै त अड्डिदैन नि त यहाँ सो यसमा हाल्यो भने अलिकति स्टेबल हुन्छ तर हल्का ठुलो नै भएछ केही फरक पर्दैन यतिको त तैले 5 वटा हालिस् हैन मैले दुईटा अगाडि नै हालेथे 6 7 8 वटा भयो एकैचोटी 5 वटा हाल्दे 8 वटा 9 10 11 12 13 14 15 16 4 वटा हाले मैले 16 काउन्ट गर ल 16 वटा भयो 21 भयो एक्काइस वटा यस मेरो 5 वटा छ 26 4 वटा हाल्न 30 भयो सो गाइज यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मैले चाहिँ अर्कै यो कचौरा चेन्ज गरिसकेको छु किनभने अघिको त्यो चाहिँ चिप्ले गरेको यो चाहिँ बरु अलि स्टेबल भइरहेछ नि त सो त्यही भएर यसमा चाहिँ हामीले लगभग 500 प्लस रबर हालिसकेको छौँ त्यही पनि यो अझैसम्म त्यस्तो क्र्यास भएको छैन अलिअलि चाहिँ टाइट भइरहेछ हैन सो अझै पनि यत्रो रबर छ थुप्रै रबरहरू छ हामीसँग हेर्न सक्नुहुन्छ अझै हालौँ कतिवटा रबरले चाहिँ क्र्यास हुन्छ लेट्स टेक इट आउट गाइज हाल 500 5 वटा भयो नि यो कति 5 वटा Oh my god.
Oh my god. गाइज यहाँ हेर्न सक्नुहुन्छ कस्तो ब्लास्ट भइदिएर ल वाट इज द्याट यहाँ यस्तो उडेर गइदिएर क्या एउटा ल मेरो मोबाइल नि त्यो फुट्यो कि ल गाइज हेर्न सक्नुहुन्छ कसरी ब्लास्ट भयो यो चाहिँ हाम्रो रबर पनि अझै टन्नै बाँकी छ लगभग यसमा चाहिँ हाम्रो रबर चाहिँ लगभग कति 1500 जस्तो चाहिँ रबर लाग्यो यसमा सो हामीले यति गर्दा यत्रो मेरो हातै दुख्यो कि यस रबर ब्यान्ड लाउँदा लाउँदा बल्ल बल्ल ब्लास्ट भयो होइन त्यस 1500 जति रबर लाग्यो अनि यहाँ रबरहरू यति छ होइन अनि यहाँ जुस हेर्न सक्नुहुन्छ पुरै टन्नै यहाँ रबर हेर्न सक्नुहुन्छ गाइज यहाँ रबर हेर्नुहोस् रबर यतिको लागेछ कि यसमा यस्तो डल्लो परेर बसेको रबर मात्र हेर्नुहोस् काउन्ट गऱ्यो भने त यसको आमामा यसको लगभग 1500 छ कि रबर हामीले युज गरेको चाहिँ रबर पनि यत्रो लागेको छ वाटरमेलन चाहिँ यस्तो भइसक्यो यहाँ पुरै जुसै जुस छ मेरो हात पनि दुखेर लास्टै भयो के सो गाइज तपाईँहरूले हेर्न सक्नुहुन्छ यस्तो ब्लास्ट भएर पनि वाटरमेलन पुरै छरिएको थियो यतातिर अनि रबर पनि लगभग हाम्रो 1500 वटा रबर लागेको थियो अनि यहाँ पुरै झोलहरू सबै छ यहाँ एकजनाले वाटरमेलन खाँदैछ फेरि खाएर पनि टेस्ट गरौँ कस्तो रहेछ मिठै होला नि यस रस चाहिँ सबै पोखेर यता पुरै प्रेसर पऱ्यो नि त सबै रस सुरुमा आयो अनि पछि मात्र ब्लास्ट भयो क्या अनि गाइज वाटरमेलन चाहिँ यस्तो भइसक्यो होइन अब आजको लागि चाहिँ भिडियो यति नै गर्न चाहन्छु पछि पनि मेरो नयाँ भिडियोहरू आउने नै छ तपाईँहरूले पनि यस्तो एक्सपेरिमेन्ट आफ्नो घरमा पनि ट्राई गर्न सक्नुहुन्छ तर आफूहरू चाहिँ अलिक सेफ्टी भएर ट्राई गर्नु होला अनि यो वाटरमेलन चाहिँ यसरी हामीले रबर ब्यान्ड यसरी हाल्दाखेरि चाहिँ जहाँ पनि ब्लास्ट उडेर जान सक्छ जहाँ पनि होइन यताउता लाग्न सक्छ अलिक सेफ्टी वेमा गर्न सक्नुहुन्छ अनि आजको लागि चाहिँ यति नै हो भिडियो अब यो वाटरमेलन चाहिँ यसले नि खान्छ होला यो सायद सबै सघाउँछ म पनि अलिअलि खान्छु होइन सो आजको लागि चाहिँ यति नै भन्दै यो भिडियोलाई यहाँ इन्ड गर्न चाहन्छु र तपाईँहरूलाई कस्तो भिडियो मनपर्छ त्यस्तो पनि हामीलाई कमेन्ट गर्नुहोला तपाईँहरूको एक लाइकले हामीलाई हौसला दिन सक्छ सो यति नै भन्दै आजको लागि यो भिडियो यहीँ इन्ड हुन्छ बाई बाई गाइज बाई बाई